यो भ्लग राम्रो रमाइलो भ्लग छ है तातो चिया खाँदै हेर्नु है त सुरुबाट है त वेलकम टु आवर न्यू भ्लग न्यू डे न्यू भ्लग वेलकम टु बिकेन्ड जोक्स आज चाहिँ हामी नर्मल डे स्याटरडे अनि अब यस्तो घाम लागिरहेछ नि त होइन त्रोम्जोमा नयाँ नयाँ घाम लाग्दैछ अनि यसो एकछिन वाकमा निस्क्यौँ होइन मनोरम दृश्यहरू हेरौँ धेरै पछि सनग्लास लाएर हिँड्न पाएको कति पछि सनग्लास लाएर हिँड्न पाएको क्या त्रोम्सोमा कति महिनापछि अनि त्यही भएर चर्को घाम लागेको थियो बिकल रेडी हुँदै ढिलो गर्नु घाम मेरो सोचै अर्को थियो म त पढिरहेको थिएँ एक्कासी मेरो चेन्ज भएको प्लान के भएको भन्दाखेरि म ड्राइभिङ लाइसेन्सको इक्जाम दिन्छु मन्डे भनेर सोचिरहेको थिएँ होइन अनि एप हुन्छ क्या पढ्नको लागि अनि मेरो त्यो एपको एक्सेस चाहिँ मेरो अब मन्डेसम्मै छ भनेर सोचिरहेको थिएँ म प्रिपेयर भइसकेको थिइनँ कि मेरो प्लान के थियो आज र भोलि दिनभरि पढ्ने हो अनि इक्जाम दिने भन्ने सोचेको थिएँ अब अघि बिहान उठेर पढ्न बस्छु होइन ब्रेकफास्ट खाएर पढ्न बस्छु भनेको त एप खेलेको त एपको त एक्सेसै सकिएछ क्या अनि त्यसपछि प्लान चेन्ज हो इक्जाम गोली मारौँ अब डुल्न हिँडौँ भन्ने प्लान बनाएर हामी पनि डुल्ने तपाईँहरूलाई पनि देखाउने होइन हाम्रो भिडियोहरू हेर्नु भएको छ हामीलाई माया गरिदिनु भएको छ धेरै धेरै धन्यवाद हामी चाहिँ यता माथितिर जान्छौँ त गाडी आइरहेछ Let's go. हो सन बाथिङ कति पछि सन किस्नु कति पछि सन बाथिङ जस्तो भइरहेको सन किस्नु कस्तो रमाइलो घाम देख्न यति रमाइलो आउँछ रमाइलो हुन्छ यार यो यस्तो यो हुन्छ नि यो एक्साइटेसन घामको थाहा पाउनुलाई चाहिँ यतै आउनुपर्छ नर्थमै आउनुपर्छ घामको महत्त्व थाहा पनि अर्कै राम्रो हुन्छ घाम पनि ओहो हेट तेरिका यस्तो राम्रो छ यहाँको माहौल बिकलाई चाहिँ जाडो भयो अरे होइन सो यु वेन्ट ब्याक टु टेक नाइट वाइ इट्स कोल्ड त्यस्तो चिसो पनि भएको छैन क्या यति जाडो अहिले एकछिन ऊ त्यहाँ पुग्ने बित्तिकै घर जाम भन्नुहुन्छ अनि मेरो मुड अफ गराइदिनुहुन्छ त्यहाँ गएपछि ओके यतिको त पानी परिसक्यो -5 -6 भनेको म कस्तो खुसी हुँदै निस्केको थिएँ अनि एकछिन ऊ त्यहाँ पुग्न पाएन भयो अब जाम भन्ने सुरु हुन्छ तिमीले मलाई हल्का कन्फ्युज गराइदियो कि म त प्रिपेयर भयो मैले भन्दा भन्दै नलाउनु यताको यस्तो छ यही चट्ट घामले टल्किरहेछ घरहरू है कस्तो रमाइलो माहौल मजा लाग्छ यस्तो होइन बुढी तिम्रो ल उसको नि रे है खै त तिमी खुस कस्तो दामी देखेको घाम टल्केर आहा घाम मक्ख छ जोत कति राम्रो देखेको यार घामले आहा हेर एक्साइटेड भएको मान्छे वा सही हो मक्ख थियो बुढी मक्ख पुरा उसलाई ल अर्को गरी भन्न थाल्यो ल एकछिन उसको पोर्ट्रेटमा खिचिदिन्छु ल पोर्ट्रेटमा खिचेर मक्ख परि यत्रो भइसक्यो यहाँ भइसक्यो हिउँ खेलेको यति भइसक्यो तै पनि कहिल्यै पुग्दैन उसलाई हिउँ खेलेर है नर्दन लाइट्स हेरेर कहिल्यै पुग्दैन जहिले एक्साइटेड हो अलिकति देख्यो यति देख्यो नि एक्साइटेड म चाहिँ आफ्ना भी कुछ लेभल है योभन्दा माथि देख्यो भने बल्ल राम्रो मान्ने भन्ने हुन्छ आफूलाई होइन उसलाई त यति देखे पनि यत्तिकै यति त्यो धमिलो नर्दनलाई देखेँ नि रमाउँछ यार यस्तो हुन्छ आफूले एउटा यस्तो बबाल लेभलसम्म देखिसकेपछि त्योभन्दा कममा त के रमाउनु के एक्साइटेड हुनु जस्तो लाग्छ मलाई चाहिँ होइन यहाँको हामी यता जाँदैछौँ वाकिङ स्नो वाकिङ होइन यस्तो राम्रो छ होइन सेतो छ पुरै अनि गोल्डन भएको छ अहिले सनले गर्दाखेरि अलि यहाँ एउटा लेक छ लेक त जम्या छ लेक जम्या छ पुरै तर हामी अलिअलि एकछिन हिँड्छौँ धेरै टाढोसम्म पनि जाँदैन है यहाँ चराहरूको यहाँ यो चराको घर हो नि यो चराको घरहरू त्यहाँ है यहाँभित्र चरा बस्छ आहा कस्तो राम्रो देखेको त गोल्डन सनले है दामी राम्रो मक्ख छ चराहरू रमाइलो छ यार
दामी अझ अघि कस्तो राम्रो घाम लागेको थियो अब हामी यसो हिँड्दै जान्छौँ हेर्दै जाऊँ है के देखिन्छ यहाँ यो चाहिँ यहीँ हो लेक होइन लेक जाने बाटो यो अनि ओहो यहाँ चाहिँ बाटो गाह्रो रहेछ तर यहाँ एउटा लेक छ होइन हामी यहाँ समरमा आउने गर्थ्यौँ यहाँ यस्तो गहिरो रहेछ अब यो नजाउँ भन्ने कुरो भयो गहिरो छ यहाँबाट फर्क्यौँ अब हामी चाहिँ यो भन्दा धेरै टाढो नजाउँ ल यताबाट गयो भने धेरै अझै उता जानु मिल्छ तर वी थट टु बी ब्याक पिक्चर्स यता खिच्ने होला नि त ल उसको फोटो खिचिदिनु पऱ्यो अरे गाह्रो पो छ त यस्तो लिएर हिँड्छ यहाँ मान्छेहरू स्लेजिङ गर्दै यतामा फोटो खिच्दैछ है त अलिअलि फोटो खिच्यो है कस्तो राम्रो फोटो आयो मेरो फोटो खिचिदिनु मेरो पनि फोटो खिचिदिनु ल ल एकछिन है त एकछिन फोटो खिचिदिनु उसले मेरो एन्टी लाइट पऱ्यो अरे ल भएन जाउँ कति धेरै फोटो खिच्या फोटोग्राफर अन द ब्याकग्राउन्ड भिडियोग्राफर अन द फ्रन्ट एन्ड जाउँ रमाइलो भयो एकछिन वाक गरियो पछाडि फोटोग्राफर अनि अगाडि म चाहिँ भिडियोग्राफर भनेको क्या ए तिमी पनि भिडियोग्राफर भएको हो ल बुढीको अरे युट्युब च्यानल चाहिँ बुढीको अरे होइन अनि खिच्ने भ्लग गर्ने चाहिँ म अरे यस्तो छ त च्यानल चाहिँ उसको अरे अचम्म छ है चराहरू यार कस्तो दामी त्यहाँ चराको घर ल अब बिस्तारै सनसेट हुन थाल्यो अब बिस्तारै गोल्डन आवर सुरु सनसेटको मजा आयो एकछिन हिँड्यो अलिअलि भ्लग गर्दैछौँ भिडियोहरू पनि बनाएँ एउटा टिकटकको लागि जसले ओइ किन अरे एक्लै अगाडि एकछिन यस्तो त गर्न पाइन्न त म भरिया हो म चाहिँ भारी बोक्ने यस्तै ब्याग बोक्दै हिँड्नु पर्ने म चाहिँ एक्लै अगाडि हिँड्ने अरे हामी ब्याक टु ओह्रालो के अरे हामी ब्याक टु ओह्रालो झऱ्यौँ फेरि अब आफ्नै गृहस्थीतिर लाग्नु पऱ्यो होइन डुलेर आइयो एकछिन भिडियो पनि बनायो त्यो भिडियो त टिकटकवाला फर्काउनु पर्छ त नि हेर्नु है यो माउन्टेन त्यही हो अब चाहिँ हामी घरतिर लाग्छौँ अनि तातो चिया बनाएर होइन मरिच हालेको चिया बनाएर खाने हो अनि यो भिडियो एडिटिङ गरेर हाल्ने हो होइन तपाईँहरू पनि यो हेर्दाखेरि चाहिँ अब हुन त अघिदेखि हेरिसक्नु भयो होला तर तातो चिया खाँदै हेर्नु होला हुन त म यो भिडियो सुरुमा हाल्छु है यो भ्लग राम्रो रमाइलो भ्लग छ है तातो चिया खाँदै हेर्नु है त सुरुबाट है त थ्याङ्क्स फर वाचिङ द भ्लग हामीलाई अझै माया गरिदिँदै जानु होला हामीलाई फेसबुक टिकटक इन्स्टाग्राम युट्युब सबैमा विकेन्ड जोत्स फलो गरिदिनु होला अझै धेरै माया गरिदिनु होला तपाईँहरूको साथ र सहयोगको लागि धेरै धेरै धन्यवाद 1000 सब्सक्राइबर पुगोस् युट्युबमा धेरै धेरै थ्याङ्क्स फर वाचिङ धेरै धेरै धन्यवाद एन्ड सी यु इन द नेक्स्ट भ्लग